गाइस ब्याक टु माई च्यालेन्ज। आज म न्यू भ्लग बनाउँछु। गाइस मेरो चाहिँ न्यू भ्लग हो यो। हजुर त्यसको लागि सब्सक्राइब गर्न अनुरोध गर्दछु। गाइस सब्सक्राइब प्लिज, एउटा सब्सक्राइबर भए पनि गर्नु पर्यो। मेरो चाहिँ 14 सब्सक्राइबर छ। मतलब निरञ्जन थापा मेरो बाबाको नाम हो। निरञ्जन थापाको मगरमा सब्सक्राइब गरिदिनु होला। अनि गाइस यहाँ चाहिँ दुईटा कोठा खाली छ है गाइस। यहाँ दुईटा कोठा खाली छ। हजुर बस्नुहुन्छ, आउनुहोस्। यहाँ चाहिँ दुईटा चाहिँ टिनको गाइस, टिनको गाइस। फेरि आएर भन्नु यो त नराम्रो गाइस। ठुलै छ सायद होइन गाइस, ठुलै छ कोठा। अनि गाइस म चाहिँ कक्षामा पढ्छु। मेरो विद्यालयको नाम चाहिँ विकृति बोर्डिङ स्कुल हो गाइस। म चाहिँ कहिले कहिले कन्टेन्टको भ्लग पनि ल्याउन प्रयास गर्छु। के भ्लग लाउँछु हजुरहरूको लागि प्रयास गर्न सक्छु। अनि गाइस यो घरमा चाहिँ कति जस्तो बिराछ कि गाइस एउटा भयो यो माटो गाइस। यहाँ बारी छ कि गाइस, यहाँ बारी नै छ क्या। यहाँ बाहिर पनि बारी छ। अनि दुईटा ठाउँमा बारी छ। हजुर आएर त्यसमा रोप्नु सक्नुहुन्छ। त्यहाँ चाहिँ धेरैको व्यवसाय छ। अनि हजुर गाइस हजुरहरूले चाहिँ लाउनु, हजुरले हामीलाई सब्सक्राइब गरेको लाउनु। हजुरको प्यार फुल गाइस। फुलले चाहिँ मिठो सुवास दिन्छ गाइस। फुललाई चाहिँ जतिलाई टिप्नु जात्नु हुँदैन। त्यो पनि मैले छतबाट खसेको थिएँ गाइस। हेर्नु पुरा खस्यो है गाइस। हेर्नु मलाई फेरि नराम्रो दोष नलाउनु होला, पुरा खस्यो। त्यही भएर मैले उस गरेको। त्यही भएर गाइस 10 मिनटको भिडियो बनाउनु पर्दैछ। म त गाइस हजुरहरूको लागि भने मैले मिहिनेत गरेर भ्लग बनाइरहेको छु। हजुरले सब्सक्राइब गरिदिनु होला मेरो भ्लगमा, सब्सक्राइब गरिदिनु होला। आज मेरो भ्लगमा सब्सक्राइब गरिदिनु होला। त्यही भएर मेरो भ्लग मतलब मेरो बाबाको भ्लग भनौँ न गाइस। मैले भ्लग नबनाए पनि त्यसको लागि सरी गाइस। मेरो चाहिँ कहिले कहिले गाई पनि ग्याप चाहिँ हुँदैन गाइस। किनभने मेरो भोलि एक्जाम सकिन्छ। त्यसको लागि म बेसरी खुसी थिएँ। धेरै खुसी छु। मेरो नाम चाहिँ रन्जिता थापा मगर गाइस। मगर इज हामी इज अलवेज दामी भनेर चाहिँ म मगर हो गाइस। मगर भाषा बोल्न आउनुभएको छ नि छोज्या गाइस। मगरले मात्रै मेरो युट्युब च्यानलमा रिप्लाई गर्नु होला है गाइस। छेत्री बाहुनहरूले पनि मेरो युट्युब च्यानल हेरिदिनु होला। थारू, नेवार अरू के जातिहरूले पनि मेरो युट्युब च्यानल हेरिदिनु अनुरोध गर्दछु। अनि यो मगरले चाहिँ यसको रिप्लाई दिनु होला गाइस। कमेन्टमा रिप्लाई गर्नु गाइस। म कहिले कहिले चाहिँ यो भ्लग बनाएको कमेन्टको पढेको त्यो पनि हाल्छु है गाइस। पढेको रिप्लाईहरू पनि हाल्छु गाइस। अनि त्यही भएर भन्छु। अनि गाइस मलाई चाहिँ कहिले ग्याप हुन्छ। मलाई चाहिँ एक्लै मेदी पनि हुन्छ क्लासमा हुनुहुन्छ। उहाँसँग भ्लग बनाऊँ भनेको उहाँ भ्लग बनाउनै मान्नुहुन्न। तर म एक्लै बनाएको गाइस। मेरो चाहिँ सर्ट भिडियोमा कहिले आउँछ गाइस। धेरै जस्तो मेरो सर्ट भिडियोमा आउँछ किनभने मलाई खासै भ्लग बनाउनै आउँदैन। कसरी अपलोड गर्ने भनेर पनि थाहा छैन। मेरो बाबाले गरिदिनुहुन्छ। अनि त्यही भएर गाइस राम्रो कमेन्ट गरिदिनु होला। अनि राम्रो कमेन्ट गरिदिनु होला। म चाहिँ गाइस नारायणघाटबाट बोल्दैछु है गाइस। फेरि कोठामा म त यता आएँ, म त उटारी आएँ, म त यता आएँ भन्न नपाउनुहुन्छ है मेरो गाइसहरूले चाहिँ है गाइस। यहाँ चाहिँ दुईटा कोठा खाली छ है गाइस। दुईटा टिनकै गाइस। टिनको गाइस लड्दा पछि धन्दा मेरो त बेइज्जती हुन्छ गाइस हजुरहरूको अगाडि गाइस। म चाहिँ टप 10 भित्र पर्ने गर्ल हो गाइस। बाई गाइस। मेरो 4 मिनटको भ्लग भयो। बाई।